ल त गाइजहरू अब चाहिँ हामी अफिसियली हाम्रो राइड स्टार्ट गर्छौँ हैन। अनि यहाँ तेलसेल हालियो, भोक लागेकोले खायो। मेरो होटल जानु छ फर्म दिनु छ मलाई एउटा। ल ए होटलमा जाने आज? त्यही गाइज हामी चाहिँ अब लाग्यौँ होइन, अफिसियली लाग्यौँ। केटाहरू गयो, म चाहिँ अड्केँ यहाँ। त्यही गाइजहरू पानी पर्ला पर्ला जस्तो छ। आजको राइड त्यस्तो लामो पनि गरेको छैनौँ हामीले, सर्ट एन्ड स्विट राइड भनेर गरेछौँ होइन। इफ यु हेभन्ट सब्सक्राइब माई युट्युब च्यानल प्लिज सब्सक्राइब, हेरेर मात्रै नबस्ने। प्लिज डु सब्सक्राइब माई युट्युब च्यानल, लाइक सेयर एन्ड यो लिभ अ कमेन्ट ओके। यसरी आफ्नो साथीको ए माबागा आफ्नो साथीको युट्युब च्यानल सब्सक्राइब गर्नुपर्छ होइन त। अनि त्यहाँपछि त्यही हो, आज अरू मोस्टली केटाहरू बिजी रहेछन् आज। सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति पनि भन्न चाहन्छु होइन। इट्स अ मेजर फेस्टिभल फर मगर कम्युनिटी। Being myself a Mogar, I'd like to wish everyone happy Maghe Sankranti है त। केटाहरू चाहिँ पुग्यो, म चाहिँ यहीँ थुन्ने। मलाई कुर्रा हो क्या के भइरहेछ भने बोल न बोल। धुम्म परेको छ आज, क्लाउडी छ तर चिल टाइपको छ होइन। त्यस्तो जाडो पनि छैन, ठिक्क भइरहेछ आज। श्री छ यहाँ, राहुल भाइ छ होइन। अनि हामीसँग को छ? सुजन भाइ छ, विकास भाइ छ। वी गोना ह्याभ beautiful ride today होइन। त्यही हो। If you are Nepalese riders here in Adelaide, please do follow Nepalese Riders Adelaide Facebook page.
post all our riding contents in there. I know the events, everything. है हाम्रो अफिसियल रूपमा चाहिँ हामीले अलि लाग्न पाएको छैनौँ तर soon we'll register official Nepalese Riders Adelaide group here in South Australia. त्यही हो मैले चाहिँ त्यसको धुम्म भएको कारणले एन्डी फिल्डर 4 हालेको छु लेट्स सी कस्तो आउँछ भिडियो क्वालिटी हैन नर्मली म एन्डी फिल्डर 4 हालेर हिँड्थेँ 8 हालेर हिँड्थेँ नर्मल सर्ट अफ वेदरमा धेरै सन्नी भयो भने चाहिँ 16 त्यस्तो हाल्दो रहेछ एकदमै धेरै झन् त्योभन्दा धेरै ब्राइट छ भने चाहिँ 32 सम्म नै हाल्दो रहेछ मान्छेको 60 मान्छेले 62 सम्म पनि हाल्दो रहेछ 64 समथिङ त्यस्तै 60 को रेन्जमा पनि हाल्दो रहेछ तर मसँग चाहिँ 4 वटा मात्रै छ 4, 8, 60, 32 अनि त्यही हो this vlog हैन अहिलेलाई टाटा बाई बाई अलि पछि आउँछु अहिले चाहिँ हामी यतातिर कता भन्ने अब सडक एलडिडको नजारा देखिन्छ यहाँदेखि यतातिर म क्याम्पिङ आएको थिएँ के अरे यार आई थिङ्क इट्स काइपोतिर हो के अरे यो काइपो फरेस्टतिर हो जस्तो लाग्यो चिसो चिसो छ यतातिर त चिसो चिसो हावामा यसै मन बरालिन्छ के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ चिसो चिसो हावामा त्यसै मन बरालिन्छ such a chilling atmosphere around this side हैन एकदम चिल भनेको मतलब फेरि गुड भनेको इट्स नट कोल्ड भनेको होइन मैले वाइनरिजहरू साउथ अस्ट्रेलियामा प्रशस्तै छन् त्यही गाईहरू And a shout out to all riders who are present today. Shout out to Rahul, shout out to Sujan, shout out to Sri, shout out to Vikas, shout out to me myself. And those who couldn't make it for today. Nitesh, we miss you Nitesh, poor rider. Nitesh, Abhijit Dai, bike किनेर घरमा पूजा राख्नु हैन पुरुष ओल्डी मजा
मजाले पैसा कमाएर घर बनाउनु, बेला बेलामा राइड पनि आउनु। अनि हाम्रो प्रभात सोल्डी त सन्डे आउँथ्यो नर्मली। त्यही हो गाइजहरू। अनि मजा आइरहेछ, मजामा आज माघे सङ्क्रान्तिको दिन पारेर जिमजाम के हो भन्ने हाम्रो लागिरहेछ होइन। त्यही हो, द्रुत गतिमा हामी गन्तव्यतर्फ जाँदैछौँ। साइक्लिस्ट रहेछ त्यहाँ, त्यही भएर हामीले त्यस्तो त गर्नु हुँदैन, तर के गर्नु, केटाहरूले कुदाइहाल्यो। मैले पनि कुदाएँ। ल पानी पर्दिरा त्यही हो गाइस, पानी पो पर्दिरहेको यार यतातिर। कुनै ठाउँमा बस्नुपर्छ होला हौ, नभए त भिजाउँछ सबै। गाइजहरू होइन, पानी त खतरा पर्यो, राम्रोसँग कुदाउनुपर्छ यस्तो बेला झन्। हाम्रो डेस्टिनेसन नजिक छौँ हामी। अलमोस्ट 7 minutes अवे फ्रम आवर डेस्टिनेसन। हाम्रो अब डेस्टिनेसन खासै टाढा थिएन, 40-45 minutes थियो। अहिले मैले अस्ति नै प्रयाससँग आएको थिएँ एउटा रिजर्भर हे, अहिले जाँदाखेरि चाहिँ त्यो ठ्याक्कै बोर्डदेखि त्यो माउन्ट बोर्ड रिजर्भर रहेछ, त्यहाँ छिरेर जान्छौँ हामी अहिले। म केटाहरूलाई भन्छु त्यहाँ यसो साइड सिइङ, यसो फोटो क्लिक होइन। त्यही हो, मजामा त्यही हो। मेरो भ्लग हेरेर तपाईँहरूलाई मनोरञ्जन भयो भने 2 हात जोडेर तपाईँहरूलाई भन्न चाहन्छु, सब्सक्राइब गरिदिनु होला। 1000 सब्सक्राइबर पुग्यो भने एउटा गिफ्ट राफल गरिदिन्छु म। ल 1000 सब्सक्राइबर मेरो यो महिनाभित्र पुग्यो भने मेरो सब्सक्राइबरहरूलाई राफल गिफ्ट राफल एकजनालाई। ल यति मैले भनिदिएँ, राम्रै हुन्छ गिफ्ट। त्यही भएर देख्नुहुन्छ नि टक्क सब्सक्राइब गरिदिइहाल्नु, अनि आफ्नो साथीहरूलाई नि सेयर गर्न लाउनु। अलिकति अप्ठ्यारो छ
EIRONST आइरन स्टोर हो। त्यही कुरा गरौँ न है आज। मैले मेरो च्यानलमा किन आइरन स्टोर नेपाल राखेको भन्दाखेरि नेपाल त तपाईँले बुझिहाल्नुहुन्छ, आइ एम फ्रम नेपाल होइन। म नेपाली हुँ, मलाई गर्व छ नेपाली हुनुमा होइन। अब त्यसको अगाडिको आइरन स्टोर चाहिँ को नाम राख्न चाहिँ मैले मेरो बाइकको नाम चाहिँ म चाहिँ स्पोस्टर आइरन 883 हो। स्पोस्टर आइरन। अनि त्यो आइरन IRONलाई चाहिँ मैले अलिकति गरेर स्पोस्टर आइरनलाई मैले ठ्याक्कै आइरन स्टोर बनाएको। तर अनि त्यो ठ्याक्क अलिकति युनिक देखाउनलाई चाहिँ मैले थपिदिएको थिएँ आफै है। E stands for nothing, but it's just an iron store, right? त्यही हो सयको स्पिडमा मजा आउँदो रहेछ यहाँ त। त्यही हो स्पोस्टर आइरन। अब मैले धेरै बोल्न थालेँ, म डिस्ट्राक्ट हुन्छु, आशा पुग्दैन। राहुलले भनेको बेगर थियो यत्रो ठुलो पिकअप पाए रहेछ, पिकअप पाए। यत्रो रहेछ पिकअप पाए, यत्रो ठुलो। Hey guys, how was the ride, Susan? Nami? एकछिन पुस पनि गऱ्यो, एकछिन यसो पुस पनि गऱ्यो। म त पानीले भिजाएर खतम बनाउँछ जस्तो लागेर यार। म त पानीले उडाउँछु मैले भनेको थिएँ नि अहिले फर्किँदाखेरि चाहिँ त्यो एउटा बोल माउन्ट बोल हो कि के भन्ने छ नि, त्यहाँ रिजर्भर छ क्या, त्यहाँ छिरेर जानुपर्छ है। राम्रो छ यस्तो बाटो ल्याउने नि त, कति राम्रो बाटो छ। मैले भने त हो राम्रो छ, हल्का ऊ पनि एकदम मजा। यो बेकरी पनि सही लाग्यो, यत्रो ठुलो ल्याएर छ। म त कहाँ हाम्रो प्यारिस ट्रिप थियो नि, हामी लास्ट टाइम गएको फुल क्रिक प्यारिस ट्रिप भन्ने, त्यो मजा आयो। सबैको लागि राम्रो बाटो सही हो। तर आज वेदरले पनि त्यस्तो धेरै दिएन है। हामी चाहिँ आज यहाँ पिकअप पाइखाना आउँदैछौँ। हामी चाहिँ तर दामी रहेछ यार, तर मलाई राम्रो लाग्यो। अब यस्तो देखायो भने मलाई फेरि चाहिँ किन यो बेकरीको हामीले प्रमोसन गरेको होइन हामीलाई फ्रीमा दिएको पनि होइन। त्यही पनि देयर आर लट अफ अप्सन्स इन हियर पिकअप पाइ होइन। होइन राहुल, तिम्रो चाहिँ के हो र भन क्विकली। चिकन पार्मे हाम्रो चाहिँ चिकन पाइ हो होइन। मैले चाहिँ यहाँभित्र राखिरहेको छु। यो पनि अर्कै रहेछ, केटाहरू चाहिँ लाइन बसिरहेको छ कफी लिनलाई। त्यही गाइजहरू, अहिले चाहिँ मैले इन्टरकममा सुजन भाइलाई कनेक्ट गरेको छु। मजा आउँदो रहेछ बोल्नलाई। अब चाहिँ
तेल हाल्नु गयो तिमी पनि किन एउटा मैले त धेरै कुरा किन्नु सर है यसलाई त केही कति पैसा पनि पर्दैन $50 किलोमिटर देखिन्छ कि नै गोप्रोमा अब चाहिँ भयो के बोल्दै थियो कि तपाईँ मजा आइरहेछ मजा आउँदो रहेछ तिमी पनि हाल यो $50 त हो मलाई झ्याउ लाग्छ के अरे त्यो यता जोड उता जोड होइन सजिलो रहेछ मै जोडिदिन्छु हो मैले त जोडेको यो मैले भाइलाई हजुरको स्पिडोमिटर देखिँदैन नि होइन देखिन्छ भन्नाले के क्यामेरामा देखिन्छ त्यस्तो यो के अरे भिडियो एडिट गर्दाखेरि 60 को जोनमा 70 हालिरहेको हुन्छ भिडियो एडिट गर्दाखेरि पनि म नि त्यस्तो म नि कुनै चाहिँ अब धेरै त चेक गर्दिनँ तर तिम्रो देखिरहने चाहिँ काट्छु यसमा चाहिँ कस्तो मिररिङ इफेक्ट टाइपको स्टिकर हालिदिनु यहाँनिर स्पिडोमिटरमा नदेख्ने खाले भिडियोमा स्टिकर हाल्दैन न ठुलो ट्याक्क नम्बर देखिन्छ स्टिकर हालिदिनु स्टिकर हालिदिनु क्यामेराले नदेख मान्छेले चाहिँ देख्ने क्यामेराले चाहिँ नदेख्ने टाइपको क्या त्यस्तै भनेको है यो एङ्गलबाट चाहिँ मिरर आउने के यो एङ्गलमा मिरर आएर फोन मैले यसरी हाले पनि देख्दैन है फोन यता हाल्छु नि त मैले त्यो गाइस केटाहरू चाहिँ उता च्यात्यो होइन हामी चाहिँ अब एकछिन एडवर्स टाउनमा टी सर्टको के कस्तो रहेछ भनेर यसो बुझेर जाउँ भनेर छिर्न गइरहेको छौँ जान्छौँ एकछिन अनि त्यहाँपछि फर्किन्छौँ है त डगले हेरेर छ डगले होइन आजको राइड चाहिँ यस्तै भयो गाइजहरू रमाइलो भयो अनि सर्ट एन्ड स्विट राइड अनि के भन्छ विकास भाइ म स्विट चाहिँ विजेत आयौँ राहुल र सुजन चाहिँ हिँड्यो पाइ निक्लियास बुझ्नु होला नि गाइस पाइ निक्लिएर रहेछ भनेको पाहाड आयो अनि त्यो भएर